सो आज चाहिँ चक्र विज्ञानको अन्तिम दिन 7औं दिन हैन म्यामलाई कस्तो फिल भइरहेछ एकदम अद्भुत म्याम हरिओम है अद्भुत एकदमै भावना आइरहेछ यस्तो भइरहेछ कि आफूले आफूलाई नि चिनेको रहेछु होइन यस्तो स्वीकार्य पनि नहुँदो रहेछ यति कुरा कि पुरै छोडौँ यो संसारलाई हेर्ने तरिका नै फरक भइरहेछ भनेपछि चक्र विज्ञान जसले लिनु भएको छैन उहाँहरूले के भन्नुहुन्छ मलाई त जति सक्दो किनभने एक दिन पनि एकदम मैले कति ढिला गरेछु भन्ने फिल भइरहेको छ एक दिन पनि ढिला नगरिकन आफ्नो घरलाई मन्दिर बनाउनुहोस् है र एकदम शान्तिको लागि चाहिँ यो चाहिन्छ र स्वस्थको लागि पनि चाहिन्छ है एकदमै स्वास्थ्य पनि उत्तिकै सबै कुरालाई यो चाहिँ एकदमै इम्पोर्टेन्ट छ सबैको चाहियो गर्नुपर्ने कुरा रहेछ चक्र विज्ञान हामी जीवनको एउटा महत्त्वपूर्ण आधार स्तम्भ रहेछ सबैले एकचोटि जीवन विज्ञानसँग जोडिएर यो चक्र साधना गर्नका लागि पनि हामी आम नेपाली दाजुभाइ दिव्य मनहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु कति राम्रो अनि यता हुनुहुन्छ हाम्रो नीलकण्ठ सर हजुरलाई कस्तो लाग्यो सर Thank you very much, ma'am, and your whole Divya Omkar family. I'm very much grateful due to your inspiration. I'm over here. This is a best platform for Eastern heart and Western mind, and amalgamation of West and East has mingled over here. Thank you very much. यहाँ आउनु नै एकदम यो प्रवेश गर्दा नै अर्कै माहौल हुँदो रहेछ अझ त्यहाँ माथि यो चक्र विज्ञान त झनै यसमा आएपछि त मान्छे अवेकन नै हुन्छ होला अझै भन्दा माथिल्लो तहमा नि होला तर मलाई यति खुसी लाग्यो बल्ल मैले थाहा पाएँ कि हामीले के स्वीकार गर्नु पर्दो रहेछ के अस्वीकार गर्नु पर्दो यस्तो रमाइलो भयो यति आनन्ददायक भयो धन्यवाद भनेपछि लिनु पर्दो रहेछ एकदमै सबैलाई म त यो जीवनमा त नलिनु आउने रहेछ के इन्भेस्टमेन्ट अन द सेल्फ रहेछ कि यो सेल्फ इन्भेस्टमेन्टमा हामीले ढिला गर्न हुँदो रहेछ हामीले छुट्याइराखेका रहेछौँ यो धेरै अझ अगाडि किन आएनौँ हामीले यो सङ्गत किन मिलेन हामीलाई त्यो फिल भइरहेको छ यो कसैले पनि यो इन्भेस्टमेन्ट अन द सेल्फलाई इन्कार नगरिकन यसलाई एकदमै सहज तरिकाले चाहिँ आइदिनु म एकदम अनुरोध गर्न चाहेँ यदि यहाँ आउनु भयो भने केही कुरा गुमाउनु हुन्छ भन्ने लाग्छ मलाई म अर्कै दुनियाँमा रहेछु यो 54 वर्षको उमेरसम्ममा हैन यो 54 वर्षको उमेरको दौरानमा चाहिँ वास्तवमा जीवन चाहिँ पोजिटिभ जीवन भनेको अर्कै नै रहेछ भन्ने कुरो बल्ल यो 7 दिनमा अलिकति थाहा पाएँ हैन यो 7 दिन अगाडि र अहिलेको आफूमा के परिवर्तन पाउनु भयो धेरै परिवर्तन पाएँ मैले त अब पहिलोचोटि यो जीवन विज्ञानको यो कार्यशालामा आइपुगेँ त्यो जसले ल्याउनु भयो सगुन शर्मा उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु मैले जीवनका 32औं 33औं वर्षहरू सङ्गीतमा निरन्तर लगाएँ तर मैले भित्री कुराहरू यसको चाहिँ हाम्रो सारेगामा पदनिसा यी 7 सुरहरूलाई हामी निरन्तर रूपमै प्रयोग गरिरहेको हुन्छौँ नेपाली सङ्गीतमा तर ती सुरहरूको महत्त्व के रहेछ भन्ने कुरा अझै बढी नजिकबाट भित्रैबाट बुझ्ने मौका पनि पाएँ र जीवनलाई र आफूभित्र पसेर हेर्ने मौका पाएँ अवश्य पनि फरकै धेरै अनुभूति गरेँ मैले चाहिँ यसपालि आज मैले 7औं दिनमा मैले सम्पूर्ण हिजोको कुराहरूलाई खाली गरेको छु र अब म नयाँ सिराबाट फेरि नयाँ कुराहरूको खोज गर्छु किनभने अहिलेसम्म मैले लगभग 108वटा चलचित्र र 2500 जति गीत सङ्गीतहरू गरिसकेको छु तर म अब ती सबै कुरालाई तिर थन्काएर हिजो मैले गरिसकेको कुरा गरिसकेँ अब नयाँ कुराहरूको फेरि खोज्न जानेछु चक्र विज्ञान किन लिनुपर्ने रहेछ यसले गर्दा लाइक हाम्रो जीवनको बारेमा धेरै कुरा थाहा पाइन्छ हामीले लाइक अब हामीले के सेल्फ रियलाइजेसन हुन्छ हामीले गल्ती गरिरहेछौँ जुन हामीलाई थाहा हुन्न अनि त्यसले गर्दा चाहिँ हामीले त्यो गल्ती के अरे जान्न सक्छौँ पहिचान गर्न सक्छौँ अनि त्यो गल्तीलाई सुधार्न सक्छौँ र पछि रिपिट नगर्न सक्छौँ अनि स्टुडेन्टहरूलाई जरुरी छ यो स्टुडेन्टहरूलाई अब मेरो विचारमा एकदम जरुरी छ किनकि उनीहरूको फ्युचर लाइफको लागि पनि यो चक्र विज्ञानले एकदम हेल्प गर्छ र उनीहरूलाई लाइक आफ्नो जुन फिल्डमा छ नि त्यो फिल्डमा अझै मेहनत गरेर काम गर्न पनि सिकाउँछ म एकदमै टाउको दुखेर मलाई माइग्रेन छ क्या अनि टाउको दुखेर कस्तो गाह्रो भइरहेको छ औषधि खाँदै बस्दै गरेँ होइन 4 दिन भयो टाउको दुख्छ र अबदेखि मेरो माइग्रेन दुख्दैन जस्तो फिल भइरहेछ अहिले 7 दिन पछाडिको आफूमा कस्तो फरक म त 7 दिन अगाडि यो कुरा फोन पनि जाम भएर यता पनि गर्न नसक्ने यता पनि गर्न नसक्ने भएको मान्छे अहिले आज त म एकदम जेरो आई क्यान डु एभ्रिथिङ चङ्गा जस्तो भएको छ चङ्गा एकदम लिनै पर्छ एकदम ज्ञानको सागरै रहेछ हजुर
ताकि फुलको थुङ्गा जस्तो के शरीरमा केही बोझ काहीँ केही नभए जस्तो फुलको थुङ्गा जस्तो म त आफू मात्रै होइन मैले मेरो 14 वर्षको छोरालाई पनि लिएर आएको छु चाहिँ एकदम मौन जस्तो शान्त जस्तो होइन जस्तो परिस्थितिमा नि स्वीकार गर्न मलाई चाहिँ डराउने एकदम डराउने बानी थियो कि अहिले चाहिँ डर पनि लाग्दैन डर पनि हटाएर मैले छोरीलाई लिएर आएको छु छोरी 19 वर्षको हो अनि हामी आमा छोरीहरू आएको एकदमै राम्रो सोचेभन्दा बढी आनन्द हो हजुर एकदम ढिलो गरेछौँ हामीले यो बल्ल हाम्रो आँखा खुल्यो एकदम खुसी लागिरहेछ यो हाम्रो स्वास्थ्यको लागि शरीर एकदम फुर्तिलो बनाउनको लागि यो अति आवश्यक रहेछ एकदम लिनुपर्ने रहेछ चक्रहरू एक्टिभ गर्नको लागि अनि एक्टिभ भएपछि के हुँदो रहेछ अब आफूलाई नराम्रो चिजहरू केही छ भने रियलाइजेसन हुन्छ एक्सेप्टेन्स हुन्छ सबै हजुरले यस्तो ठाउँमा ल्याइदिनु भयो त्यो त थाहा नै थिएन कि कहाँ पुग्यो पिउनु थाहै छैन जिन्दगी के हो बल्ल बुझ्यौँ तर विज्ञान भनेको अहिले हामीले आफ्नो बारेमा पढ्न पायौँ बल्ल अरूको बारेमा पढ्दै ठिक्क थियो अहिले आफ्नो बारेमा आफ्नो शरीरको बारेमा पढ्न पायौँ यति खुसी लाग्यो हजुरहरूलाई धेरै धेरै भयो म को हुँ के हुँ भन्ने चिन्यो सबै मेरा म सबैको भन्ने आज 7 डेज कस्तो लागिरहेछ हजुर एकदमै यस्तो होला भनेर सोचे पनि थिएन यो त पुनर्जन्म नै भयो जस्तो लाग्यो एकदम महत्त्व आफूलाई नै दिनुपर्ने रहेछ पहिला आफू सुध्रिसकेपछि बल्ल आफ्नो परिवार सबैलाई सुधार्न गाउँ समाज देशलाई सकिँदो रहेछ भन्ने मलाई लाग्यो म त ओखलढुङ्गाबाट आएको एकदमै आनन्द चक्र बिहान पहिलोचोटि यस्तो हँसिलो अनुहार देखिन्छ चन्द्र विज्ञान गरिसकेको छ